Guys, good morning on my new vlog. आज हामी चाहिँ दुई भाइ घर आएको छ। म काममा जाँदा पनि के गर्थ्यो भन्दा चाहिँ एकैछिन गएको काममा अनि कपडाहरू यताउति पनि नलट गर्थेँ। त्यो 7 बजेको छ अनि हामी 9 बजीतिर यहाँदेखि जान्छौँ। त्यहाँदेखि हामी यहाँदेखि गएको 8 दिन मात्र भएको छ होइन, घरदेखि गएको उता काम गर्न कस्तो भइदिएको होइन। यहाँ एकचोटि यहाँको ऊ देखाएको थियो नि सिमको चाल, गाईले एकचोटि खाइदिएको थियो, त्यो सब झिकेर फालिदिइसकेको थियौँ। अनि त्यसपछि चाहिँ यहाँ यो सब झिकेर अनि 4 दिनमा गएको थियो, यत्रो ठुलो झाल भइसक्यो। अनि पानी पऱ्यो, यस्तो दामी भइरहेछ मौसम पनि पुरै। मकै सके यहाँ भर्खर लगाउँदाखेरि म गएको, अब मकै रोपेको 2 दिन म यहाँदेखि गएको यत्रो भएछ मकैहरू सर लाएर। हामी चाहिँ जाँदैछौँ टक्क लाएर अब हाम्रो काम गर्ने ठाउँमा। अनि पानी पर्ला जस्तो भइरहेको थियो, बाहिर पनि यता काम लागिरहेको छ। आजको जहाँदेखि गएपछि कहिले हुन्छ आए, अब 1 दिन पछि नै आइ हुन्छ होला। अब त्यस्तै हुन मान्नु होला। आज दिनको छ बिच बाटोमा आएर बिहानको पानीमा सरल लाएर सब काम सकेर बसिरहेको छ। काम सकेर होइन, यहाँ काम गर्दै थियौँ हामी, यहाँ आजको स्विमिङ पुल चाहिँ यो सफा गर्नुपर्ने थियो। अनि सफा गर्दै थियौँ, पानी आइहाल्यो, कपाल पनि काट्नु परिहाल्यो। अनि अगाडिको कपाल पनि यहाँ आउँदाखेरि कपाल पनि काटियो। अनि अब ठिकै छ, अब आइहाल्छ 10 बजीसम्म प्याक लगाएर। अनि चाहिँ अहिले यत्तिकै फ्री भएर बसिरहेको छौँ। कपाल काट्छ साइडको देखेर हेर्नु जानु होला। आज भ्लग चाहिँ टक्क लाएर केटाहरू खानासाना खाएर बसिरहेको छ। हजुरको भ्लग चाहिँ हेर्नु भयो कि टक्क लाएर भन्दै थिएँ होइन, हेर्दै हुनु त रहेछ हाम्रो होइन। भ्लग चाहिँ ठिकै छ होइन, यस्तो माया लाग्छ, आहा फेरि पनि बनाऊँ लाग्छ यत्तिकै यसरी हेर्दाखेरि। हिजोको भ्लग चाहिँ कसरी थियो भन्नु त यार फेरि नि। तर यहाँ यस्तो दामी फुलहरू छ, आमा लाएर तर है पनि आइसक्नु भएको छ। हेलो दाइ, अब कुकम्यान हो कि हरेक कुरा बनाउनुहुन्छ दाइले। 2 hours later. सट्ट चाहिँ हामी काम गरेर अब चाहिँ नास्ता खाँदैछौँ। पानी ल्याउने मान्छे चाहिँ कहाँ जानुभयो? कसरी थियो नास्ता आजको? एकदम बकवास। किन? मोमो फेरि मलाई ठिक लाग्दैन होइन, मैले मोमो नि छोडेको छु यहाँ। मोमो त मलाई ठिकै लाग्दैन है, त्यही भएर कहिलेकाहीँ खाइदिन्छु हो, त्यही हो। कस्तो छ मोमो? ठिक छ, मिठो छ। यस्तो चपटले हेरेको त एउटा भएछ खुट्टी त के हो? आज पानी धेरै भयो। बदियामा चाहिएको गाला खाएर छ। कस्तो भयो दाइ मेरो खुट्टा? बदियामा त को गाला त नि त्यसको चाउरेको। बढी रेस्टुरेन्ट भएपछि यहाँनिर एउटा खोला पछाडि के मर यहाँ यस्तो गर्न आउँछ यार। खोला चाहिँ अरू स्विमिङ खेल्ने भयो, यता पनि छ। कस्तो छ कस्तो भएको छ भने चाहिँ यस्तो भएको छ कि यहाँ सब खाली छ। यहाँको लेबुल आएको पऱ्यो, घोट्नु पर्ने हो खासमा काम यो यहाँको आजको भन्दाखेरि चाहिँ। उता पारिको चाहिँ यहाँनिरको चाहिँ घोट्छ 2 दिन लाग्छ जस्तो छ यार। चट्ट लाएर हामी जाँदैछौँ त्यहाँ पारि त्यो स्केट हाउस हो। त्यहाँ त्यो स्केट हाउसको पानीहरू त्यहाँ अस्ति यहाँ उयो पार्टी थियो, त्यहाँको चाहिँ त्यो पार्टीमा भएको सामानहरू गइसक्नु भएको छ। र आजको चाहिँ दिनको सुरुवातसँगै कोक लिन आइसकेको छु। दुईवटा चाबी पनि पाएको छ। बिर्सेर ल्याएको कस्तो गाली खाँदै बिर्सेर आयो त अनि अब के गर्ने त? बिर्से पनि नल्याउनु पऱ्यो, मलाई बिर्से भन्दै अस्ति कस्तो गाली बिर्सेर यस्तो पानीमा हालेर आएछु। तर म के भन्छु भनेपछि आजको पानी तर गाइस के भन्दाखेरि चाहिँ यस्तो दामी देखिन्छ कस्तो भनेको उहाँ माथि डाँडा सकेर धुरी लागेको देख्दा यस्तो खुसी लाग्छ यार। आमामा त्यही खुसी लाग्छ यार पानी पर्दा यार। किन थाहा छ? गर्मी छ त्यसैले। कुन छोपेको हो? मैले छोप्याउँगे कुन छोपेको यार? मैले छोप्याउँगे। म त चोडासँग उड्ने बानी छ मेरो।
सक्दैन कि उड्न सक्दैन यार के भएको चोट त खै चोट के हो चोट लागेको गाइजहरू मैले चाहिँ कहाँको भन्दाखेरि चाहिँ यहाँको डाँडा देख्दा जस्तो लाग्छ भनेर हाम्रो यो पछाडि स्विमिङको सरसफाइ कार्यक्रम सरसफाइ सकेर पानी पनि भरिसक्यो लगेन हामी खेल पनि सकेको छ मनको ने कस्तो छ लोभी आँखैको आखैको मेनु बजार बेनी बजार आजको ब्लग यति नै कस्तो लाग्यो एउटा तपाईँले हेरेकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु